मैले विज्ञानको परियोजना कार्य अन्तर्गत रहेर हाइड्रोपोनिक गिफ्टफुल मोडल तयार गरेको छु। यसले भारी वस्तुहरू सजिलै माथि उडाउन सकिन्छ। यसकै सिद्धान्त प्रयोग गरेर यसलाई अन्तर्गत परियोजना कार्यमा मैले वाटर साइकल बनाएको छु। यसलाई बनाउनका लागि चार्ट पेपर, कार्डबोर्ड, कलर पेन्सिल आदि प्रयोग गरेको छु। यसको जीवन चक्र पानीको विभिन्न स्थानहरूबाट बाष्पीकरण हुँदै आकाशमा जान्छ र सूर्यको प्रकाशबाट किरणहरू बादलमा पर्छ र बादल चिस्केर पानी पर्न थाल्छ। यसरी परेको पानी विभिन्न ताल तलैया नदी खोलाहरूमा जान्छ। यसरी वाटर साइकल पुरा हुन्छ। नमस्कार, मेरो नाम मुसा लिम्बू। साइन्स विषय अन्तर्गत शिव सरले प्रोजेक्ट वर्क दिनुभएको थियो, जसमा मैले छोटो नमुना हाम्रो मानव जीवनको महत्त्वपूर्ण अङ्ग मुटु बनाएर ल्याएको छु। यो मैले माटो, कलर, काठ प्रयोग गरेर बनाएको छु। यसमा मैले काठी पनि खोपेको छु अडाउनलाई। धन्यवाद। नमस्कार, मेरो नाम चाहिँ निर्मला केसी हो। आज मैले साइन्स प्रोजेक्टको रूपमा मैले मानव स्वास्थ्य प्रशासन प्रणाली बनाएको छु। अनि यसमा चाहिने सामग्रीहरू कार्डबोर्ड, चार्ट पेपर, कलर, पाइप अनि पेन्सिल कलर यति युज भएको छ। अनि यसले काम गर्ने चाहिँ सास लिनेर सास बाहिर फ्याँक्ने हो। नमस्कार, मेरो नाम सूर्या नेपाल। मैले आज विज्ञानसँग सम्बन्धित प्रयोगात्मक कार्य गरेकी छु, जसलाई बनाउन मैले कार्डबोर्ड, बिरुवा आदिको प्रयोग गरेकी छु। यसमा मैले दिनमा बिरुवाले अक्सिजन र ग्लुकोज फ्याल्छ र कार्बन डाइअक्साइड लिन्छ र रातमा बिरुवाले अक्सिजन र ग्लुकोज लिन्छ र कार्बन डाइअक्साइड फ्याल्छ भनेर देखाएको छु। नमस्कार सबैजनालाई, म चाहिँ भर्टिकल कक्षा 9मा विद्यार्थी र आज चाहिँ मैले यो विन्ड बनाएको छु जुन चाहिँ विद्युतको हावाको माध्यमबाट ऊर्जा उत्पन्न गर्छ र यो चाहिँ नवीकरणीय ऊर्जाको स्रोत हो। जब यो पङ्खा हावाको द्वारा चल्छ तब यहाँनिर यो भित्र घरभित्र इलेक्ट्रिसिटी जेनेरेट हुन्छ र यो नवीकरणीय ऊर्जाको स्रोत हो। धन्यवाद। कार्टुन पेपर अनि कलरको मैले साइन्स प्रोजेक्टको रूपमा मैले पेरिस्कोप बनाएको छु। यस पेरिस्कोप बनाउन चाहिँ मैले कार्टुन, ऐना, टेप, फेभिक्विक र पेपरको युज गरेको छु। यसले गर्ने कार्यहरू चाहिँ यसले वालपारीको दृश्यहरू देखाउँछ। धन्यवाद।